हजुरको मैले एयरफोन हालेर केही सुन्दैन होइन साथीहरू माइ दिदी हजुर के गर्दै हो म चाहिँ खाँदै हो नि साथीहरू हेर्नु त माया दिदी हजुर यो मान्छे त मेरो बोयफ्रेन्ड पो हो त अनि के भन्छ यो तपाईँ कहाँबाट बोलिरह यो मान्छे तिम्रो गर्छन् भयो भने 1 वर्षदेखि 1 वर्ष अगाडिदेखि मसँग रिलेसनसिपमा हो यो मान्छे तपाईँसँग 1 वर्ष अगाडिदेखि होइन मसँग 5 वर्ष भइसक्यो यो मान्छे आई स्वेयर होइन यो मान्छे मसँग 1 वर्ष अगाडिदेखि बोलिरहेको होइन अब कहाँ भेट्यो भन्दाखेरि हो यो अलवादा मलमै भेटेको क्या हामी अनि तपाईँ अलवादा मल भेटेको के भन्नु त लाज लाग्दैन अलिकता मसँग चिट गर्ने चिन्नुभयो तपाईँले यो को हो उहाँले चिन्नुभयो यसले के चिन्छ अब यसलाई चाहिँ म चिनाउँछु तपाईहरुले के हो कस्तो कन्फ्युज हुने के छ देखाउ त म आफ्नो मान्छेलाई चिन्दिन प्रुफ देखाउ न प्रुफ ए बाबा म आफ्नो मान्छेलाई चिन्छु त प्रुफ किन देखाउनु पर्यो तपाईँ यस्तो भोगो हुन्छ न थाहा छैन अनि तपाईँ चाहिँ के हो अनि बहिनी भन्ने के उयो भन्ने के खाना दुनियासँग बोलेर यहाँ मेरो साथीसँग रहेछ त आफैमा किन नभनेको के कति छोरी मान्छेको जिन्दगीबाट पक म जानेछु तँलाई भेट्न त आउलास् नि अनि तपाईँ चाहिँ के हो यो मान्छे के भन्छ कि उहाँसँग होइन हामी अलवादा मलमा भेटेको अनि उहाँ म 1 वर्ष अगाडिदेखि नै उहाँसँग थिएँ म 5 वर्ष भइसक्यो तिमी कसरी 1 वर्ष भयो अब त्यो उसको गल्ती होला नि त अनि त्यो हेर अब मैले त उसँग उसलाई विश्वास गरेँ होइन विश्वास गरेर अगाडि गएँ अगाडि बढेँ भनौँ न अगाडि बढेँ अब मलाई के थाहा त होइन तिमी दुईटाको कुरा चाहिँ के हो अनि हाम्रो कुरा के मसँग त कमसेकम केही न केही कुरा त यत्रो समयसम्म त थाहा थियो होला नि त नै मैले एकदम पहिलो कुरा मैले उसको फोन मैले चेक गरेन केही पनि चेक गरेन मैले फोन नै भन्दैन मान्छेले विश्वास गरेँ त भने मान्छेलाई होइन तिमीहरू दुईटा मिलेर मलाई चाहिँ धोका दिइरह हेर होइन हाँसेर नटाएर तिमीहरू दुईटा मिलेर मलाई चाहिँ धोका दिइरहेछौ होइन हजुर अलिकति लाज शर्मा भन्ने चिज लाग्दैन बहिनी अरे उयो अरे कस्तो कुरा छ कि तिमी ल ओके हो मोबाइल त गल्ती भयो ल मैले गल्ती मैले मानेर अब उसले पनि मलाई भन्नुपर्छ नि त के मेरो छैन छ भनेर भनेर पनि के थाहा तिमीले भनेर पनि त बोलेको हुनसक्छ भनी पनि तिमीहरू दुईटा मिलेर बोलेको हुनसक्छ नि त म त्यही केटीमा पर्दैन के जुन भन्ने खान त्यही केटीमा पर्दैन देखिसक्यो मेरो आँखाले खुद आँखाले देख्दा देख्दैन तिमी होइन भन्न सक्छौ भने मेरो पछाडि त के गरे होला के भने होला त्यस्तो मलाई केही पनि गरेन केही पनि उठा यहाँ छिनो खानु गर्नु पर्यो उठा अनि तिमीहरू दुईटा त्यो राख त्यतातिर तिमीहरू दुईटाको खास कुरो के होला भन त हेर होइन मैले सिधा कुरा सुन हाँसेर नटाएर हेर दिदी होइन मलाई फेरि अहिले रिस उठ्यो भने 1 वर्ष अगाडि हामी भेटेको होइन अनि बोल्यौँ एकअर्कामा अन्डरस्ट्यान्डिङ भयौँ अगाडि बढ्यौँ मलाई के थाहा कि मेरो साथीसँग उसको अफेयर चल्दैछ अब थाहा पायो उसले 1 नम्बरको बोका हेर मलाई फेरि अहिले बोल्दा बोल्दै रिस उठिसक्यो तिमी हाँसेर नटाएर के गर्छस् ए उल्टो अझ मेरै बोयफ्रेन्डसँग बोल्ने अनि उल्टो अझ मसँग के गर्छस् आई डोन्ट केयर तिम्रो 5-6 वर्ष कति भयो आई डोन्ट केयर 1 वर्ष भइसक्यो 5 वर्ष मेरो 1 वर्षको कुरा नगर 1 वर्षको कुरा नगर अब मेरो कसरी हुन्छ तेरो कसै ओइ आफसिसको मलाई तैँले मलाई हेर कस्तो हातमा फेरि मैले भनिदिएको छु हेर होइन तँले त मलाई नमानेको अब यो मसँग लड्न आएको त्यसलाई त मैले पछि जानेको छु होइन तँलाई पनि छड त फेरि कसम छडै फेरि मैले अहिले तिम्रो यो कुना हातले ओइ त उल्टो मेरो बोयफ्रेन्ड छाड्छ पैसा मैले त भनेको त तँ मर्छस् हो आज त मर्छ कि म मर्छ त मर्छ कि म मर्छ होइन तिमीहरू दुईटा चाहिँ मर्छ मेरो हातबाट तिमीहरू दुईटा चाहिँ मर्छ तिमीहरू दुईटा मसँग चिट गर्ने होइन त्यो भिडियोमा तिमीले के भयो थाहा छैन मलाई तर अहिले त मसँग बहिनी भनेर बोल्दा बोल्दै यस्तो नाम दुख्दै कसम हो तिमीहरू दुईटा
कति अब छट 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 छडै फेरि अहिले म त एकैचोटि फेरि तिम्रो त्यसलाई त म पछि बताउँछु ल ठिक छ त्यसलाई गर्ने भन्दा अगाडि मसँग हुनु पर्यो भाइ त्यसलाई त म तिमीहरू दुईटालाई सँगै राखेर दुईटालाई म जानेको छु छट 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 कि अति गरिस् छट हेलो गाइस दुईटा चाहिँ प्र्याङ्क गरेको हैन हाम्रो प्र्याङ्क भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला आशा छ सबैजनाले माया गर्नुहुन्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला आयो तर म बिचमा हाँसेँ नि